नमस्ते जयमसी स्वागत छ तपाईलाई सुब्बा पिग फार्ममा। अनि आजको भिडियो चाहिँ विशेष मेटिङ अनि फिमेल पिग अथवा भुनी हिटमा आउँदा चाहिँ के सिम्पटम्स गर्छ, कस्तो गर्छ तपाईलाई देखाउनेवाला छु। अनि क्रस गर्ने राइट टाइम चाहिँ कुन चाहिँ हो भनेर पनि भन्नेवाला छु। लास्टसम्म हेरिदिनुहोस् होला। यो चाहिँ मेरो बिर हो, ह्याम्स्टर। 7 महिना पुग्यो, 8 महिना पुगेको छैन अलिक। अनि एकदम एक्टिभ हुनुपर्छ बिर चाहिँ। मैले चाहिँ यो लट्ठीमा सिसा बाँधेर बोर्डको सेन्ट चाहिँ लगेर भुनीलाई सुँगाउनेवाला छु। हिटमा आएको छ भने चाहिँ इन्ट्रेस्ट देखाउँछ, नभए देखाउँदैन। हेर्नुहोस् तपाईहरु। मैले जस्तो यो बिरको सेन्ट यो भुनीको छेउमा लगे, हेर्नुहोस् यसले इन्ट्रेस्ट देखाउँदैछ, कान ठाडो गर्दैछ। हेर्नुहोस्, यो चाहिँ एकदम पोजिटिभ साइन हो कि यो भुनी चाहिँ हिटमा आएको छ भनेर। कति चाहिँ पुरा कराउँछ, चारोहरू खाँदैन, खोरमाथि उब्छ, तर कतिको चाहिँ साइलेन्ट हिट हुन्छ, स्ट्यान्डिङ हिट पनि भन्छ यसलाई। यो चाहिँ हेर्नुहोस् यसरी बस्छ मजाले। यसलाई चाहिँ अब म निकालेर भुनी भएको लाँदैछु। अनि बिरले पनि पहिल्यै थाहा पाएको हुन्छ भुनी हिटमा छ भनेर। अनि भुनी जस्तो हिटमा आउँछ त्यस्तै बिर कहिले पनि दिनु हुँदैन। तपाईहरुले भुनी हिटमा आएको 12 देखि 24 घण्टा बादमा मात्रै बिर दिनुपर्छ। त्यस्तो गर्यो भने चाहिँ राम्रो हुन्छ। किनभने भुनीको हिट चाहिँ 2 देखि 3 दिनसम्म तिनीहरूको हिट रहिरहन्छ। तपाईले फर्स्ट दिन चाहिँ जसरी पनि अभोइड गर्नुपर्छ। पहिलो दिन चाहिँ, सेकेन्ड दिन नभा सेकेन्ड दिनमा दिन चाहिँ एकदम राम्रो हुन्छ। हाम्रो चाहिँ एकदम अर्ग्यानिक खोरहरू छ, लो बजेट गाउँ बस्तीमा पाइने सामग्रीहरूबाट बनाएको। हामीले आज जुन चाहिँ क्रस गराउन आँटेको छ फिमेल, त्यसको चाहिँ आज फर्स्ट टाइम हो। अनि यो बिर पनि बेसी भएको छैन, यही महिनादेखि चलाउन थालेको। यदि यो भुनी हिटमा नआएको भए चाहिँ यिनीहरू अघि झगडा पर्न थाल्थ्यो, तर आज मिलिरहेको छ।